नमस्कार साथीहरु, नेप्से डेली मार्केट अपडेटमा हामी आइसकेका छौं। आज साताको दोस्रो कारोबारको दिन सोमबार माघ 26 गते 2082 साल। आज नेप्से 26.05 अंकले घटेर 2672.39 मा आएर रोकिएको छ। आज हिजोको तुलनामा लगभग डबल अंकले घटेको छ बजार। आज नेप्से घट्दाखेरि 10 अर्ब 77 करोड 39,15,289.22 को टर्नओभर भएको छ भने 2 करोड 67,63,347 शेयरहरू ट्रेड भएका छन्, जसमा 1,22,81 ट्रान्ज्याक्सन भएका छन् भने 224 वटा स्क्रिप्टहरू ट्रेड भएका छन्। आज मार्केट घट्दाखेरि ट्रेडिङ इन्डेक्स मात्र 9 अंकले बढेको छ भने बाँकी सबै घटेका छन्, जसमा मुख्य फाइनान्स आज नेप्से घट्दाखेरि सबैभन्दा टप गेनरमा केकेएचसी, रिडी, एलईसी, एनएचपीसी, टीबीसीएल छ भने टप लुजरमा एमकेएचसी, एमएबीईएल, केडीएल, एनएमआईसी र एसएमएच छ, जसमा टप टर्नओभरमा रिडी, एसवाई प्यानल, एकेजेसीएल, एलईसी, एनजीपीएल छ भने टप ट्रान्ज्याक्सनमा रिडी, एसवाई प्यानल, एलईसी, एनएचपीसी, एकेजेसीएल छन् भने टप भोल्युममा रिडी, एलईसी, एकेजेसीएल, एनएचपीसी, केकेएचसी को रहेको छ। आज नेप्से घट्दाखेरि 42 वटाले कमाएका छन् भने 212 वटा स्टकहरूले गुमाएका छन्, जसमा 6 वटा अनचेन्ज रहेका छन्। आज बजार घट्दाखेरि यहाँ हेर्ने हो भने आजको बजारले माघ 4 र 6 गतेको बीचको यो 6 गतेले जुन ग्याप बनाएको छ यसलाई टेस्ट गर्न आएको फेरि हो कि भन्ने देखिन्छ। अब भोलिको बजारमा यो भन्दा तल गयो भने हामी केही आत्तिनु पर्ने हुन सक्छ, नत्र भने भोलिको बजार यो भन्दा माथि बढ्यो भने यसलाई ग्यापलाई फिल गरेर माथि जान बढ्न खोजेको हो कि भनेर हामीले केही आशा गर्न सक्ने छौं। आजको बजारबाट हेर्दाखेरि पर्ख र हेरको रूपमा लिन सकिन्छ आजको बजारलाई।